ये महानगरपालिका 15 वदय गोसाले नेपाल सम्बत 1145 सिल्लागा नवमी फागुन 10 गते शनिबार निसे चिल्लाथो द्वितीय फागुन 17 गते तक छवायंक स्वयंभू महोत्सव न्यायकी तेंगुदु उगु स्वयंभू महोत्सवे झिगु सांस्कृतिक सम्पदा नखचख भाषा धर्म परंपरा संरक्षण हो संवर्धन यागुलिसी स्थानीय व्यापार हो पर्यटन व्यवसाय विकास याक्तिनागु ख उगु वदाय वडा अध्यक्ष ईश्वरमान दंगोल बिहिबा औपचारिक रूपमा जानकारी बियादिगु दो बिहिबा 15 वदय जुगु पत्रकार सम्मेलन वेकल स्वयंभू महोत्सव यातकया थुकथ थगु नुगख तया दिगु दो मिति आज 2081 11/8 नेपाल सम्बत 1145 शिलगा सप्तमीको दिनमा हाम्रो स्थानीय पहिचान र वस्तु र सम्भावनाको प्रबन्धको लागि स्वयंभू महोत्सव हामी गर्दैछौँ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 15 को आयोजनामा फागुन 10 गतेदेखि 17 गतेसम्म स्वयंभू महोत्सव सञ्चालन हुँदैछ। वडाको प्राकृतिक सुन्दरता, मानव निर्मित धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना, रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बा, सतल, बिहार सहितको प्राचीन स्मारकहरूको विविधतायुक्त विशेषतालाई पहिचानका रूपमा स्थापित गर्न र पर्यटकीय सम्भावनालाई प्रबन्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको हो। यसबाट प्राचीन तथा ओझेलमा परेका स्मारकहरूलाई पर्यटकीय स्थलका रूपमा प्रबन्धन हुनेछ। वडाले उद्यमशील र जीविकापार्जनको लागि तालिम दिएका व्यक्ति तथा सङ्घ संस्था उत्पादन गरेका वस्तु तथा सामान, स्थानीय उत्पादनहरू, तरकारी तथा फलफुल, ऊन तथा अन्य ढाकबाट बनेका पहिरन तथा वेशभूषा प्रबन्धन हुनेछ। स्वयंभूको भुइँखेल चौरमा महोत्सव हुनेछ। भगवान पावको धर्मचक्र, जुन आज हामी यो धर्मचक्र पार्क प्रदर्शनी र वडा स्तरीय विपद व्यवस्थापन, खोज, उद्धार तथा पुनर्स्थापना प्रदर्शन हुनेछ। महोत्सवमा करिब 60 वटा स्थलबाट प्रदर्शनी र सेवा प्रदान गरिनेछ भन्ने 60 वटामा चाहिँ अलिकति घटेको छ। त्यो विविध कारणले परम्परागत बाजा, वडावासीको जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, सांस्कृतिक र परम्परासँग सम्बन्धित चित्र, बुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक, टिकट र मुद्रा प्रदर्शनमा राखिनेछ। वडावासीले उत्पादन गरेका मौलिक सामान तथा वस्तुको प्रदर्शनले आकर्षणको रूपमा रहनेछ। महोत्सव मौलिक खानाको स्टल, स्वास्थ्य परीक्षण, रक्त दान लगायत सेवा हुनेछ। रञ्जना लिपि लेखन, मुहार चित्रकारिता, फेस पेन्टिङ जस्ता क्रियाकलापहरू महोत्सवका लागि थप आकर्षक हुनेछ। पुर्खाको पौरख, नेपाली गौरव नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरू समावेश गरिनेछ। महोत्सवलाई मेरो हो भन्ने महसुस गराउन तयारीमा विशेष ध्यान दिएको छ। सबैको सहभागिता सुनिश्चित गर्न प्रयास गरेको छ। वडा स्तरीय बृहत छलफल आयोजना गरेपछि प्राप्त पृष्ठपोषणका आधारमा कार्यक्रम तय गरेको छ। ब्यौरा अनुसार गरिन्छ। वडाको अभिन्न पहिचान हो। उपत्यकाभरि पानी जम्मा भएर पोखरी भएको प्राचीन कालमा स्वयंभू उत्पत्ति भएको मानिन्छ। महामञ्जुश्री बोधिसत्वले पुचो, ढिलाचो, जामाचो र सिपुचो गरी 4 दिशाबाट पोखरी खोलेर पानी बाहिर पठाएपछि बस्ती बनाएको मान्यता छ। बस्ती बसेपछि राजा बनाएका प्रचण्ड देवले अर्धगोलाकार गुम्बज बनाएर स्वयंभूको संरक्षण गरेको थियो। ईश्वरको गर्भमा पञ्चबुद्ध, पञ्चतत्त्वको प्रतीक, 4 तारे, चतुर्महाभूतको प्रतीक विराजमान गराएको छ। त्यसमाथि बुद्धको आँखा, प्रज्ञा र उपायको रूपमा प्रश्नवाचक चिन्ह, सम्पूर्ण प्रकारको प्राणीलाई उद्धार गर्ने प्रतीकको रूपमा राखिएको छ। अर्ध गोलाकार आकृतिमाथि रहेको त्रयोदशी भुवनलाई बुद्धत्व प्राप्त गर्ने खुड्किलाको रूपमा लिन्छ। प्राचीन कालमा घोसिङ्ग पर्वको एरियालाई सिङ्गु सोङ्गु नामबाट स्वयंभू हुन गएको भन्ने कथन पनि रहेको छ। स्वयंभू स्तूपको 4 दिशामा 4 वटा पुर रहेको छ। अग्नि कोणमा बसपुर,
पृथ्वी, नैऋत्य कोणमा वायुपुर वायु, वायव्य कोणमा अग्निपुर तेज र ईशान कोणमा नागपुर जल रहेको छ। यी हरेक पुरलाई स्वतन्त्र र सम्पूर्णताको संसारको प्रतीक मानिन्छ। शान्तिपुर, हार्टी माता, महामञ्जुश्री, सरस्वती स्थान, लखोतीर्थ, विष्णुमती नदी किनारमा रहेका सोहगती मन्दिर, ससुघर टोलमा रहेका सरस्वती मन्दिर, डल्लुतोलमा रहेका महाविष्णु मन्दिर र गणेश मन्दिर, ढिमेलोमा रहेका भीमसेन मन्दिर, नासल देवता स्थानीयको अवस्थामा देवताहरू जस्तै तुलसीदारमा रहेका मानव नारायण मन्दिर, धुमाखेलमा रहेका बाघभैरव मन्दिर, भचाखुसीमा रहेका घोरीनाग मन्दिर, स्वयम्भू परिक्रमा रहेका विश्वकर्मा मन्दिर, किमदोल डाँडामा रहेका सेतीदेवी मन्दिर, डोलोमा रहेका भेलु भिम्पु महादेव, भगवान पानमा रहेका सूर्य विनायक, चक्रपथ बाहिर रहेका कार्य विनायकप्रति स्थानीयको प्रागत आस्था छ। वडाभित्र सामेगु महाविहार, किमदोल विहार, आनन्दकोटी विहार, आनन्द भूमि विहार, भुइखेल बहाल, जगत उतार विहार, सिद्धि विहार, ढिमेलो बौद्ध विहार, सरडाकिटी विहार बौद्ध विहार आदि रहेको छन्। प्रसिद्ध कर्णद्वीप, लामाहरूको द्वीप, कपालीहरूको समाज लघुतीर्थ द्वीप, मुस्लिमहरूको चियान, भन्तेहरूको द्वीप यस वडामा रहेको मिठो संस्कारसँग सम्बन्धित स्थलहरू हुन्। वडामा मानिने जातपट गोला मेला, बुद्ध जयन्ती, बौद्धबाट सुरु भएका स्वयम्भूमा सकिने टेमाल जात्रा, हिमाली भेगमा मानिने मनाउन साकादावा, साउनमा हुने रोपाई मेला मुख्य हुन्। नेवार समुदायको बाहुल्य भएको वडामा आर्य, तामाङ, गुरुङ, मगर सहित विभिन्न जाति मिश्रित बसोबास छ। ठमेल र बसन्तपुरबाट पैदल दूरीमा रहेको यस क्षेत्रको पर्यटकीय प्रबन्धनमा सहयोग गरेर स्थानीय वासीहरूको आर्थिक सामाजिक विकासमा आम सञ्चारकर्मीहरूबाट महत्त्वपूर्ण सहयोग अपेक्षा गरेका छौँ। यसअघि जस्तै रचनात्मक सहयोग प्राप्त भइरहने अपेक्षा गर्छौँ। धन्यवाद। स्वयम्भू महोत्सव या नापाङ्गुदी फागुन 10 गते शनिबार सुथसिया छिता इलोनिसी स्वयम्भू ये महानगरपालिका या मेयर बालेन सहाय मु पहासुई शान्ति रैली पिदने तिङ्गु दुसा निनेसिया छता इले महोत्सव या उलेजिया या तिङ्गु दु